अब कास्टिक सोडा झोल 100 ग्राम 100 ग्राम पानीमा घोलेर अलिकति पानीमा घोलेर भाँडा माझ्ने साबुनको यसलाई चाहिँ डाइरेक्ट लाउन मिलेन पानीमा घोल्नु पर्यो फेरि यसलाई घोल्दाखेरि नि जस्तै हामीले 50 ग्राम लाइन भने नि कति पानी लाएर घोल्नु पर्यो त्यो पनि थाहा हुनु पर्यो नि त त्यसको डबल पानी लाएर घोल्नु पर्यो पानी त ग्राममा नाप्ने कुरा भएन पानी त एकैमा हो 50 ग्राम लाइन भने हामीले 100 ml पानी लाउनु पर्यो अनि चाहिँ घोल्नु पर्यो यसले चाहिँ गाछ निकाल्ने काम गर्छ है यसले गाछ निकाल्ने कास्टिक सोडाले चाहिँ मैला जाने काम गर्छ होइन त्यो लाएर गाछ निक्लियो कास्टिक सोडा पछि के छ SLES कसरी चाहिँ नाम लेखेको हुन्छ नाम लेखेपछि 500 भनेको छ हामीले नि बनाउँदाखेरि नि अहिले 4 भागको 1 भाग लाउँदैछौँ भनेपछि कति लाउनु पर्यो 125 अब कलर कलर आवश्यकता अनुसार तर राम्रो देखिन्छ त लाएपछि त्यही भएर चाहिँ कलर पनि लाइन्छ यो कलर अलिअलि खानु पनि हुन्छ है एकछिन बोलेको बेला चाहिँ एकछिन ध्यान दिएर सुन्दिनु ल यो कलर भयो है सत्र बजेर यहाँ रामको मेने कार हारेर म आएको छ है कलर अनि सेन लाइब्रेरी सबैलाई देखाइदिन ल्याउँछौँ ल हामी अब सेन्ट पनि आवश्यकता हुन्छ सेन्ट आवश्यक अनुसार भनेको सेन्टको पनि फ्लेभर हुन्छ अरू पनि त्यसरी लाउन सक्यो भाँडामा सेल त के हाल्नु होइन त्यही पनि यो सेन्ट र कलर भनेको राम्रो देखिन बास्नावाला मात्रै हो थालबाट धोएपछि यस्तोले धोए যায় भन्ने धोइराख्नु मन लाग्ने पुरै हो नि बास्ना चाहिँ राम्रो अब पानी देखाइदिन्छु ल तपाईँ पनि बस्नु ल